वेलकम टु माई न्यू भिडियो। आज हामी कोशी जाँदैछौँ माछा मार्न र हाम्रो केटाहरू रेडी भइसकेको छ। आज चाहिँ हामी कोशी गएर सप्तकोशीमा चतरामा है बल्छीले माछा मार्ने प्लान छ। हेरौँ कतै माछा मार्छ। माछालाई चारो काट्दैछ। मकै यो ब्लग चाहिँ यो ब्लग बुलीलाई पनि ल्याउनु छैन नि नआउने अरे कुखुरा कुखुरा काटेर खाइदियो अनि घरमा कोही छैन नि त। अलिक काटेर हान्नु छुट्याउनु ल बेलामा अघि जानुपर्छ ढिलो भइसक्यो। 3 मिनेट ढिलो भयो हामी त पुगेर रेडी भयो न। मैले कति ढिलो गरेर दम 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 पर्यो। ल वेलकम टु न्यू ब्लग गाइज है। आज चाहिँ हामी यो भनौँ न यो सप्तकोशीमा हामी चाहिँ यहाँ हाम्रो जहिले रेगुलर हुने ग्रुप चाहिँ आज हामी यसो होइन अब यसो घुम्न आएको छौँ। जाडो महिनामा पानीहरू पनि सुकिरहेछ। अनि यहाँ हाम्रो एकजना हुनुहुन्छ यहाँ हाम्रो यो भोटे भाइ यो है माओवादी सङ्कटकालमा भागेर आएको ज्याकेट चाहिँ कसैलाई पनि नदेखिन आफैले लाएर आएको रहेछ। पेन जुत्ताहरू चाहिँ उता छोडेको छ। त यो चाहिँ यसलाई भन्छ सानो कोशी। यहाँ चाहिँ बोलबम लाग्छ है। यहाँ चाहिँ बोलबम मेला लाग्ने ठाउँ हो। यहाँदेखि पारी चाहिँ यो सिसौघारी हो। यहाँ चाहिँ एउटा ठुलो कोशी चाहिँ पारी छ। अनि ठुलो कोशी पारी छ। यहाँ चाहिँ एउटा रिसोर्ट पनि बनिरहेछ है। यहाँ रिसोर्ट बनिरहेछ। हामी अहिले ठिक्क कहाँ छौँ भन्दाखेरि यो चाहिँ बोलबम लाग्ने ठाउँ एकदम चतराको यो हुन्छ नि के एउटा मेला के अरे त इन्डियाबाट आउँछ नि ठुलो मेला पनि यहीँनिर लाग्ने हो नि त। अहिले चाहिँ अब हामी यहाँनिर एउटा यहाँ सानो हाम्रो यहाँ आन्टीको दोकानमा आएको छौँ। यहाँ अगाडि यहाँ चाहिँ अब छटपट सबै हुन्छ। आउनुभयो हाम्रो आन्टीहरू पानी लिएर आउँदै हुनुहुन्छ है। कोशीको ताजा है। ए धाराको हो आन्टी। ल ठिक छ। मलाई बुझाइदिनु नि अङ्कल। यहाँ हाम्रो अब अनिल दादाले के किन्ने छ पैसा छ हामीसँग कलेक्सन। अब हामी जे जति आए पनि यही भ्लगबाट आएको पैसाले चाहिँ हामी अहिलेसम्म चटपटेर भुजा मात्र खाइरहेको छौँ। बिस्तारी भ्युज बढेपछि हामी सेकुवा है यसो दार्ने कुकले कुला गर्ने अनि फिलाले दाँत नाच्ने पनि गर्छु अलिक बढ्दै। अनि फिलाले दाँत नाच्ने पनि गर्छु अलिक बढ्दै। अहिले चाहिँ हामी सानो बनाएर अहिले चाहिँ हामी चटपटे मात्र खाएको होइन। अलिक भ्युज बढेपछि पैसा बुर्रा झरेपछि फिलाले दाँत नाच्ने अनि बिउले कुला गर्ने। यहाँ हाम्रो अनिल दाललाई गाडी छ होइन। यो गाडी चाहिँ अब एकदम अलिक अरूले छुनै नमिल्ने खालको गाडी हो होइन। यो त्यति अब त्यहाँ चाहिँ यो चाहिँ अब मेरो गाडी छ यो चाहिँ। अनि हाम्रो ब्लगरको गाडी छ होइन। अनि यो चाहिँ अब हामी पनि युकेबाट आएको जुत्ता हो होइन। यसो अब टल्किन्छ घाम पनि अलिकति यसले गर्दाखेरि यहाँ कोशीमा अलिक झिलिमिली अलिक बैलेन्स नत्र मधेर भइसकेको छ। टल्केर त्यस्तै छ है। यसो हान्दा पर्दैन है। पर्दैन त्यस्तोमा।
यो मौसमै होइन माछा पर्ने यो मौसम माछा पर्ने जसमा रड होइन यसो रड नि यो माथिबाटै सुकाएर यो पानी यता आएको छैन है अहिले अब म चाहिँ यहाँ पारी गर्दैछु यो सानो कोसीबाट सानो पानी छ यहाँबाट म पारी तर्छु केटाहरू आउँदैछ पछाडि बाइकमा आछु चिसो छ है पानी एकदमै चिसो पानी छ Hey, lo, la. कस्तो यही चाहिँ जमेको रहेछ पानी त थोरै हो त हौ ओए सबै डुब्छ अब झोलाहरू सबै डुब्छ पत्र ढुङ्गा छ यहाँनिर अन्त सँगलो है दामी क्या तातो मौसम हुनुहुन्छ पौडी खेल्नु मजा आउने क्या सँगलो पानीमा आयो कट्टा हो आयो बल गर भाइ हो बल गर्यो अनिलले डुबुल्की खान्छ ए लु अनिल हिँडेर आउने भने त बरु माथिबाट आऊ यहाँ त पेन डुब्छ झ्याम्मै ओ अनिल अनिल हिँडेर आउने तिमी हिँडेर आयो त डुब्यो बरु मसँग माथि गएको बाइकको बिजोग यता अर्को झन् जोगिन्छु भनेर ला उसले कस्तो ढुङ्गा नदेखेको यहाँहरू यत्रो ढुङ्गा चढायो त्यो देखिँदैन नि त्यही भएर यस्तो निम्नेर हेर्दै आएको क्या पानी त सानो हो तर यो खाल्टो पुरेको रहेछ क्या ओहो बयर पाएको रहेछ त बयर पाएको रहेछ है गाइज ल केटा हो बयर टिपौँ अब हामी चाहिँ यहाँ अर्ग्यानिक फल होइन भन्छ अब चाहिँ जङ्गलमा हामी यहाँ आउनु अब के अन्त बयर पाए रहेछ होइन अब बयर एकपल्ट चाख्नै पर्यो यो चाहिँ अर्ग्यानिक बयर होइन उता पनि टन्ने पाएको रहेछ बयर त ए अघि त उयो के अरे पारिपट्टि सुन्तला फल यस्तै पारिपट्टि ठुलो मैले देखाउँदा न अब हामी चाहिँ के गर्छौँ भने त्यहाँ पनि बयर छ यहाँ पनि बयर छ दो हात में लड्डु अब कुन चाहिँ खाउँ दुइटै खाउँ होइन मनमै लाभ होइन अब धेर लोभिनु हुँदैन होइन जस्तो भयो भने अब बयर यहाँको मिठो छ त्यहाँको नि एउटै हो होइन फरक त हुँदैन ल अब चाहिँ है गाइस यहाँ बयर चाहिँ अब यसरी पाकिरहेछ यहाँ पुरै देखाऊँ न पुरै देखाऊँ होइन अब यसरी यो बयर पाएको त अब खाइदिने हो होइन राखेर काम छैन अब जङ्गल केरा तेरा नै मेरा भने जस्तै हो खाँचो खाँचो मैले यो त गुल्दै खा यहाँ त रसिलो त्यहाँ कस्तो त
ट्यागमा 2 गणा देख्छु 2 गणा पाएको छ म 2 गणा देख्छु 2 गणा पाएको छ 2 गणा पाएको 2 गणा बार चाहिँ यहीँबाट फल्दैछ पाए यार तर कति वर्ष पछाडि बएर खायो यार पाएको रहेछ नि त अब जस्तै यहाँ हामी देख्न सक्छौँ है छुने उतापट्टि चाहिँ रातो रातो ओ छुने बित्तिकै झर्छ त यो त यी पाकेर क्या धेरै पाकिसक्यो उयो डन्डीको चाहिँ तान्नु त ऊ त पल्लो डन्डीको भेट्छौ के हो यो त दामी छ त्यसमा चाहिँ फल देखाउँदा वरिपरि चारैतिर छ है एकछिन पखाला म यताको तान्छु एकछिन नछोड नि फेरि अब यस्तो पार्टी हान्दैछ हो त्यो चाहिँ खाउँदा दामी होला यहाँ हेरौँ दाइ त्यो चाहिँ टुट हाल नि फेरि पाइक भयो यस्तो हुन्छ होइन स्वादिष्ट जंगल में भी ऐसा फल मिलता है स्वादिष्ट जंगल में भी ऐसा फल मिलता है यहाँ इंसानों को पेड़ लगता है इस पर बसते हैं इंसानों को पेड़ लगता है इस पर बसते हैं एकछिन एक दुईवटा त खाम न यार कति वर्ष पछाडि बयर 3 बजे भरे नि 5 बजे खोला नाग्नु पर्यो क्या अहिले उज्यालो फेर आइयो त खोइ रात त किन हैन खोइ बयर गाइस Lefting के रेस्ट व्हिस्की दुई पारेर बस माछाले डोरी सुताएर लग्दै पहिला बल्छी गयो ओइ के हाल्नु भयो मासु होइन हौ त्यसलाई कभर गर्ने डोरीलाई ढुङ्गा बल्छी हामीले रेडी गर्दैछौँ 2टा बल्छी हामीले फालिसक्यौँ केटाहरूले यहाँ चाहिँ केटाहरूले बल्छी बनाउँछ उहाँ भाइ गइसकेको छ र उहाँ अर्को भाइले हानिरहेछ आज हामी चाहिँ यहाँनिर के गर्छौँ भन्दाखेरि आज यहाँबाट चाहिँ गोच माछा निक्लिनेवाला छ है पुलिस होइन यो चाहिँ हाम्रो पानी बोट भन्छ यसलाई चाहिँ आउँदैछ है ल सही ल यो चाहिँ अब सर र चत्राको अलि तल हो त्यहाँनिर हो त्यो ढुङ्गाबाट त त्यहाँ हाम्रो त एक साथीले छाता लिएर आउँदैछ पारीहरू हेरेको हुन्छ फेरि त्यहाँ होइन भन्छ Oh my God! Oi! Cow. Soi udah orang ini, orang pasti.
I'm an educated fool with money on my mind. Got my 10 in my hand and the 10 in my eye. I'm a lookout. दामी देखिँदो रहेछ त नि मैला देख्दैन रहेछ त नि ल है गाइस है हाम्रो चाहिँ यस्तो बस है हामी चाहिँ कोसीमा छौँ अहिले सप्तकोशी केटाहरू पर माथि बसिरहेछ म चाहिँ यहाँ माछा हान्नको लागि यहाँ तल आएको छु केटाहरू यता चाहिँ मासु पोल्दैछ केटाहरूले यहाँ छ मासु भाइ मासु एकदमै रमाइलो छ कोसीमा आएर बस्नु हाम्रो स्टाइल हेर्नुहोस् गाइस है हाम्रो यो छाताको पनि अलिकति एडभर्टाइजिङ गर्नुपर्छ है यो समुद्रमा आएर बस्यो भने दामी छ हाम्रो बसाइ रात परिसक्यो साथ चिसो छ लोकेसनको लागि चाहिँ कमेन्ट गर्नु होला यताबाट बोलिदिन्छ अरू कुरा मासु खाइदिनु ल अब मन लाग्यो